कल्पना गर्नुहोस् भोलि बिहानदेखि मलेसिया, खाडी, जापान, कोरिया, अमेरिका, अस्ट्रेलिया विदेशमा बस्ने हरेक नेपालीले 1 रुपैयाँ पनि रेमिटान्स पठाएन भने अब सोच्नुस् बैंकहरुमा पैसा सकिन थाल्यो, बजार सुनसान भयो, सरकारको ढुकुटीमाथि दबाव पर्न थाल्यो। यो कुनै फिल्मको दृश्य होइन, यो नेपालको अर्थतन्त्रसँग जोडिएको एउटा गम्भीर प्रश्न हो। नेपालको अर्थतन्त्रमा रेमिटान्सको योगदान अत्यन्तै ठूलो छ। हरेक वर्ष विदेशमा रहेका नेपालीहरूले अर्बौं डलर नेपाल पठाउँछन्। यही पैसाले लाखौं परिवारको घर खर्च चलिरहेको छ। किराना पसलदेखि लिएर छोराछोरीको स्कुल फी, अस्पतालको बिलदेखि घरको ऋणको किस्ता तिर्नसम्म धेरै नेपालीको परिवारको दैनिक जीवन यही पैसामा निर्भर छ। हरेक वर्ष लाखौं नेपाली रोजगारीको खोजीमा विदेश जान्छन् किनभने देशभित्र पर्याप्त अवसर अझै पनि सीमित छ। अब एकछिन कल्पना गरौँ के हुन्थ्यो यदि त्यो रेमिटान्स सबै रोकियो भने। पहिलो केही दिनमै धेरै घर परिवारलाई घर चलाउन कठिन हुन सक्छ। केही समयपछि बजारमा किनमेल घट्न सक्छ, व्यापार सुस्त हुन सक्छ र बैंक तथा वित्तीय प्रणालीमा धेरै ठूलो दबाव पर्न सक्छ। नेपालले विदेशबाट धेरै ठूलो परिमाणमा सामान आयात गर्छ। यसको भुक्तानी गर्न विदेशी मुद्रा आवश्यक पर्छ। रेमिटान्सले यही विदेशी मुद्रा सञ्चितमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले यो अचानक हरायो भने अर्थतन्त्रमा गम्भीर असर पर्न सक्छ। सबैभन्दा सोच्नुपर्ने कुरा के हो भने आज हाम्रो अर्थतन्त्रको एउटा ठूलो आधार विदेशमा पसिना बगाइरहेको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा छ। उहाँहरूको मेहनतले लाखौं परिवार मात्र होइन देशको अर्थतन्त्रलाई पनि ठूलो टेवा दिएको छ। रेमिटान्स नेपालको लागि अक्सिजन जस्तै महत्त्वपूर्ण छ, तर दीर्घकालमा कुनै पनि देश केवल बाहिरबाट आएको पैसामा मात्र भर परेर बलियो बन्न सक्दैन। त्यसैले वास्तव प्रश्न यो होइन रेमिटान्स रोकियो भने के हुन्छ। वास्तव प्रश्न के हो भने रेमिटान्समा कम निर्भर भएर आफ्नै उत्पादन, उद्योग र रोजगारीका आधारमा उभिन सक्ने नेपाल हामी कहिले बनाउने। सोच्नुस् अनि आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्। यस्तै रोचक तथ्यमा आधारित भिडियोको लागि च्यानललाई फलो गरेर जानुहोस्। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरेर जानुहोस्। धन्यवाद।